आदरणीय दर्शकबिन नमस्कार। सदा चाहिँ आज पनि म यहाँहरूलाई एउटा महत्त्वपूर्ण विषय लिएर उपस्थित भएको छु। आजको विषय अलि फरक तथा अलि महत्त्व पनि रहेको छ। भावकुतूहलम अन्तर्गत अध्याय 8 को राजयोग लक्षणम अन्तर्गत श्लोक नम्बर 1 देखि 7 को म यहाँलाई संक्षिप्त विवरण जानकारी दिन गइरहेको छु। जस्तो हामीले जन्म कुण्डली नै नहेरिकन हात हेरेर, हातको रेखा हेरेर, हात बुढी औँला हेरेर, निधार हेरेर र त्यो व्यक्तिको पैताला हेरेर कसरी राजयोग भएको छ छैन, त्यो व्यक्ति कतिको भाग्यमानी छ भन्ने कुरो कसरी पत्ता लगाउन सकिन्छ भन्ने एउटा महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु। भिडियो अलिकति लामो पनि हुन सक्छ। यहाँहरूले पुरा भिडियो हेर्नुहोला र आफू भाग्यमानी छु छैन अथवा आफू निकट कोही व्यक्तिहरू, आफ्नो सन्तानका कोही व्यक्तिहरू भाग्यमानी छन् कि छैनन् भन्ने कुरो हजुर आफैले हेरेर पत्ता लगाउन सक्नुहुन्छ। यो चाहिँ भावकुतूहलम अन्तर्गतको अध्याय 8 को श्लोक नम्बर 1 देखि 7 सम्मको राजयोग लक्षणम अन्तर्गत मैले लिएको छु। जस्तो जन्म समयमा जसको राजयोग हुन्छ यी विभिन्न लक्षणहरू हुन्छन्। जस्तो हातको पैताला वा निधारमा केही चिन्ह हुन सक्छ। त्यस्तै गरी साइली औँला वा माझी औँलाबाट एउटा रेखा, साइली औँला भनेको यो औँला हो, माझी औँला भनेको यो हो, यहाँ रेखाहरू, ठाडो रेखाहरू चाहिँ निस्किएको छ भने त्यस्ता व्यक्तिहरू एकदम भाग्यमानी वैभवशाली हुन्छन्। र मोटो रेखा छ भने त त्यो मान्छे एकदमै झनै भाग्यमानी हुन्छ। र अलिकति पातलो सानो खाले रेखा छ भने पनि त्यस्ता व्यक्तिहरू जमिनदार हुन्छन् भन्ने कुरा चाहिँ यो शास्त्रमा उल्लेख गरिएको छ। त्यस्तै गरी यदि रेखा काटिएको छ भने यो कस्तो हुन्छ भने भाग्य रेखा भन्छ यसलाई। यो भाग्य रेखा चाहिँ जुन बेला फल प्राप्त गर्ने बेला हुन्छ त्यो बेलामा भाग्य काटिन्छ पनि भनिन्छ। र यो भाग्य काटिएको रेखा रहेछ भने चाहिँ तपाईको यो राजयोग मानिँदैन। यो भाग्य मतलब यो अहिलेको माथि मैले बताएका फलहरू प्राप्त हुँदैन भन्ने कुराहरू पनि शास्त्रमा उल्लेख गरिएको छ। जस्तै बुढी औँला, तपाईँको यो बुढी औँला हो, खुम्च्याएर हेर्नुहोस्। यो भागमा चाहिँ यदि जौ त थाहा छ यहाँहरूलाई, दुईतिर चुच्चो हुन्छ, जौ चिन्ह छ भने ती व्यक्तिहरू पनि एकदमै भाग्यमानी, यशस्वी, कुलको ठुलो मान्छे हुन्छन् र त्यस्ता व्यक्तिहरूले राम्रा श्रीमती प्राप्त गर्छन् भन्ने पनि शास्त्रमा उल्लेख गरिएको छ। त्यस्तै गरी दाहिने हातमा माछा, हात्ती, अंकुश, तलाउ, वीणा मध्ये कुनै एक चिन्ह छ भने त्यस्ता जातक पनि राजयोग अन्तर्गत पर्नुहुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख गरेको छ। जसको दाहिने हातमा पर्वत, भूषल, तरबार, हलो, फूलको माला जस्तो चिन्हहरू देखिन्छ भने पनि यदि त्यस्ता भएका जातकको राजाका छोरा छन् भने ती अवश्य राजै हुन्छन्। र जनताका छोरा छन् भने ती व्यक्तिहरू एकदम धनाढ्य बन्ने भनेर यो राजयोग अन्तर्गत व्याख्या गरिएको छ। त्यस्तै जसको हातमा वा पैतालामा घोडा, कमलको फूल, चक्र, झण्डा, सिंहासन जस्ता चिन्हहरू छन् भने त्यस्ता व्यक्तिहरूको घरमा लक्ष्मीको वास हुन्छ र त्यस्ता व्यक्तिहरू एकदमै धनवान हुन्छन् भन्ने कुरो चाहिँ यो भावकुतूहल अन्तर्गत अध्याय 8 को राजयोग लक्षणम अन्तर्गतको श्लोक नम्बर 1 देखि 7 सम्म व्याख्या गरिएको छ। यसको मैले यहाँलाई संक्षिप्त विवरण पेश गरेको छु। हजुरको पनि आफ्नो हत्केलामा कस्तो रेखा छ, आफ्नो निधारमा कस्तो चिन्ह छ र आफ्नो बुढी औँलामा जौ छ कि छैन अथवा यी मैले व्यक्त गरेका चिन्हहरू छन् कि छैनन् हजुरले आफैले हेर्नुहोस् र आफैले आफूले भाग्य कस्तो रहेछ, आफू राजयोगमा जन्मिएको छ कि छैन अथवा राजयोग छ कि छैन भन्ने कुरा यहाँहरूले कुण्डली नै नहेरिकन पनि केही कुराहरू पत्ता लगाउन सक्नुहुन्छ। हस् त, आजको यो महत्त्वपूर्ण जानकारी पछि बिदा दिनुहोस्। नमस्कार।